अहिले सूचना प्रविधिको युग छ। सबैको घर घरमा मोबाइल इन्टरनेट रहेको छ। बालबालिकाहरूलाई एउटा निश्चित मापदण्ड बनाएर मात्रै मोबाइल इन्टरनेटको प्रयोग गराउनु होला। किनभने हामीले एकातर्फ बाल मैत्रीको कुरा गरिरहेका छौँ, अर्कोतर्फ हाम्रा भाइ बहिनीहरू विद्यार्थी भाइ बहिनीहरूले जसरी अध्ययन गर्नुपर्ने हो, जस्तो वातावरण प्राप्त गर्नुपर्ने हो, अलिकति हाम्रो समाजमा अहिले त्यो वातावरण अलिकति खलबलिएको छ। त्यसकारणले गर्दाखेरि म सम्पूर्ण यहाँ शिक्षक, अभिभावकहरू, बालबालिका भाइ बहिनीहरू सम्पूर्णलाई के अनुरोध गर्न चाहन्छु भने यो समय जीवन एकपटक मात्र प्राप्त हुन्छ। त्यो एकपटक प्राप्त गरेको जीवनलाई सफलता प्राप्त गर्न अथवा त्यो जीवनमा सफलता प्राप्त गर्नका निम्ति समय एकपटक आएको हुन्छ। त्यो एकपटक समय खर्चिसकेपछि फेरि पुनः प्राप्त हुँदैन। त्यसकारणले गर्दाखेरि तपाईँ सम्पूर्ण अभिभावकहरूले आफ्ना छोराछोरीलाई, आफ्ना भाइ बहिनीलाई, आफ्ना नानी बाबुहरूलाई एउटा उचित खालको मापदण्ड बनाएर मात्रै मोबाइल प्रयोग गराउनु हुन म अनुरोध गर्न चाहन्छु। अब पालिकाले कुन तहसम्मको नीति बनाउन सकिन्छ त्यो बारेमा हामी अब यो बालमैत्री स्थानीय शासन सँगसँगै आगामी दिनहरूमा त्यस्ता खालका नीति तथा कार्यक्रमहरूलाई पनि अगाडि लिएर आउनेछौँ। किनभने हाम्रो अहिलेको समाजमा भाइ बहिनीहरूले जुन रूपमा अध्ययन गर्नुपर्ने हो, जस्तो नतिजा ल्याउनु पर्ने हो, त्यो नतिजा ल्याउन सकिरहेको छैन। Ah